हेलो गाइज, वेलकम टू माई युट्युब च्यानल। आज चाहिँ हामी के अरे दुई बहिनी मिलेर चटपटे बनाउन लागेको छौँ। राति कति बजिसक्यो एकछिन ल, रातिको 8:22 बजेछ अनि खाना नबनाएर चटपटे बनाउनु भनेको। बहिनीले चाहिँ त्यो चटपटेको लागि बनाउँदैछ, रङहरू गिलो चटपटे बनाउनु भनेको थियो। सुक्खाहरू धेरै खाइन्छ नि त, त्यही भएर। अनि त्यसपछि चाहिँ यहाँ चाहिँ हामीले रेडी बनाएको छौँ। रेडी छ यहाँ काटेर सबै, गाजर छ, काँक्रा छ, धनियाँ छ, प्याज छ, अनि टमाटर चाहिँ बहिनीले धेरै खाँदो रहेछ अनि मेरो लागि मात्रै भनेर अनि चाउचाउ ल्याएर रेडी भएको छौँ हामीहरू। अनि मेन कुरा के हो भने पछि चाहिँ बहिनी भोलि जान लाग्छ नि त, अनि त्यही भएर चाहिँ अनि चटपटे पार्टी आज दुई बहिनी मात्रै मिलेर बनाउन लागेको छौँ हामीहरू। अनि देन केक पनि छ गाइस, केक खाने हो अब एकछिनमा। हामी रङ हाल्ने कार्यक्रम भइरहेछ, बहिनीले रङ हालिरहेछ। त्यही हो, अब चटपटे बन्छ। बनिसकेपछि खाएको चाहिँ भिडियो बनाउँछु। हामीले चाहिँ भाँडा ठुलो नभएर कराईमा बनाउँदैछु गाइस। के बोले भाइ? के बोले? जसमा हुन्छ खाने हो चटपटे, जस्तो कुरा छोड्ने कुरा भएन नि त। ल, बहिनीले चाहिँ बनाउँदैछ यहाँ। बनाऊ बहिनी, म खाना रेडी छु। तिमी बनाऊ, म खाना रेडी छु। गएर त कान्दिम। यस्तो खतराको रङ निस्केछ कि आम्मा यतिको भएपछि चाहिँ हुन्छ। हाम्रो ढिलो चटपटे खानुपर्छ, चटपट खानुपर्छ, झटपट त्यसको व्यवस्था गर्ने हो। मेराको व्यवस्था गर्नुपर्ने छ गाइस। ल गाइस, हाम्रो चटपटे नै भइसकेको छ कराईमा। बहिनी अनि यहाँ चाहिँ म छु। अब हामी चाहिँ चटपटे खानुपर्छ।